फलो गरिदिनु। मैले भनिसके चाहिँ फलो चाहिँ गर्नु होला, सब्स्क्राइब चाहिँ गर्नु होला। सो गाइज हामीले चाहिँ गीत रेकर्ड गऱ्यौँ, त्यो अडियो सडियो अड्किएर बसिरातिरा छु रक्सीको सहाराले। आजकल रक्सी मेरो साथी भाछ, पिर्छु म रात दिन तडपिएर बाँचिरहेको छु। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। सो स्वागत छ फेरि अर्को नयाँ एपिसोडमा। सो आजको भिडियो चाहिँ के कस्तो हुँदैछ भने आज चाहिँ जाँदैछौँ हामी सिधै स्टुडियोमा गीत रेकर्डिङ गर्नको लागि। सो हाम्रो ऱ्यापर हुनुहुन्छ, गीतको मतलब गायक भनौँ उहाँ नै हुनुहुन्छ। ग्याङ बिस्तारै आउँदैछ है, चाँडै एकदमै युट्युबमा जिग्री साथी भन्ने म्युजिक आउँदैछ। यस्तो के भन्छ युट्युब च्यानलमा आउँदैछ बिस्तारै। सो अहिले चाहिँ हामी स्टुडियोमा जाँदैछौँ, सिधै गएर स्टुडियोमा भेटौँला। बाहिर सडकमा गएर आवाज पनि मलाई त त्यो गाडीको आवाज सुनेर बोल्न मन लाग्दैन कि बाहिर सडकमा, सिधै स्टुडियोमा भेटौँला। यो चाहिँ मेरो सब साथीहरूलाई, केटा साथी या केटी साथी मेरो सबलाई सम्झिरहेको छु, माया छ। यो चाहिँ मेरो सब साथीहरूलाई, केटा साथी या केटी साथी मेरो सबलाई सम्झिरहेको छु, माया छ। म अड्किएर बसिरातिरहेको छु रक्सीको सहाराले। आजकल रक्सी मेरो साथी भाछ, पिर्छु म रात दिन तडपिएर बाँचिरहेको छु। मेरो साथी हामी चाहिँ गीत रेकर्ड गऱ्यौँ, त्यो अडियो सडियो चाहिँ। सो अब चाहिँ सुटिङ भिडियो चाहिँ आउट अफ डोरको लागि सुटिङको लागि चाहिँ बोलाएको छ। अब चाहिँ 5 बजे बोलाएको छ। अब चाहिँ हामी जानुको लागि रेडी भइसक्यौँ सुटिङको लागि। सो सुटिङको लागि चाहिँ उहाँ चाहिँ हो हाम्रो मेन भिडियोमा देखिने पात्र चाहिँ उहाँ नै हो। सो अब चाहिँ त्यो के भन्छ स्टुडियोको मान्छेले अलि मेकअप सेकअप गरेर अलिक गेटअप सेटअप चेन्ज गरेर आउनु भनेको छ। उहाँ चाहिँ अब नुहाएर रेडी भइसक्नु भयो। अब ब्युटी पार्लरमा लगेर चाहिँ मेकअप सेकअप गराइदिनु पर्ला। अनि त्यो युट्युबमा बडो खतरा म्युजिक आउँदैछ, इन्टरनेसनल जाने आउँछ बिस्तारै। हसल आर्ट गरिरहेछ म्युजिकले, होइन दाइ? दामी आउँछ अब युट्युबमा चाँडै 1 हप्ताभित्र। ल के भन्छ त्यो म्युजिक भिडियो बनाउँदा चाहिँ खर्च चाहिँ अब भइहाल्छ, त्यस्तै लाग्यो हो, खर्च चाहिँ लागिहाल्छ त्यस्तै अब होइन, खर्च चाहिँ भइहाल्छ। सो अब चाहिँ हामी सुटिङको लागि जाँदैछौँ। सो सुटिङ टाइममा भेटौँला। सो गाइज हामी चाहिँ के अरे सुटिङ गर्ने ठाउँमा पुगिसक्यौँ। सो सुटिङ गर्ने ठाउँ चाहिँ यही हो। अनि हामी चाहिँ क्यामराम्यानको वेटिङमा छौँ। अब क्यामराम्यान आइसकेपछि अनि सुटिङ स्टार्ट हुन्छ। हामीले चाहिँ हाम्रो क्यामराम्यान, हाम्रो भिडियो सुट गर्ने क्यामराम्यान दाइले चाहिँ भेटिसक्यौँ। सो उहाँ चाहिँ हो दाइ, तपाईँको अलिकति इन्ट्रोडक्सन। इन्ट्रो के भन्नु, केही नै छैन यार। नाम एलिन हो, यति हो। नाम एलिन, उहाँको नाम चाहिँ एलिन दाई। अनि अर्को दाई चाहिँ उहाँ हो, तपाईँको नाम दाई? सुनिल बुढामा हो। सुनिल बुढामा हो। सुनिल बुढामगर उहाँ चाहिँ। सो हाम्रो चाहिँ सुटिङको सेटअप हुन लागिसकेको छ। सो अब चाहिँ सुटिङ चाहिँ हेर्नु होला। सो गाइज सुरु भइसक्यो सुटिङ चाहिँ। उहाँ चाहिँ भिडियोमा देख्नुपर्ने पात्र चाहिँ उहाँ चाहिँ एक्टिङ गर्दै हुनुहुन्छ। अनि उहाँ दाइहरूले चाहिँ सुट गर्दै हुनुहुन्छ। सेकेन्ड सर्ट सुट हुँदैछ, सेकेन्ड सर्ट। सो गाइज हामी चाहिँ सुटिङ गर्दा गर्दै जङ्गलको बिचमा आइसक्यौँ। जङ्गलको बिचमा चाहिँ सुटिङ भइरहेको छ। चारैतिर यताउति जङ्गलै जङ्गल होइन। अनि यहाँ मच्छर लागेर हैरान भइरहेको छ। मच्छरले टोकेर यहाँ पुरा यत्रो यत्रो थोपा उठिसक्यो मच्छरले टोकेर। सो गाइज मैले चाहिँ यहाँ सुटिङ गर्ने टाइममा एउटा एकदमै फेमस हाम्रो नेपालको एकदम सोसियल मिडियामा एकदम फेमस हुनुहुन्छ, उहाँको नाम चाहिँ रोशन दाई हुनुहुन्छ। उहाँलाई चाहिँ भेटिसके चाहिँ रोशन तामाङ दाई हुनुहुन्छ। उहाँले चाहिँ भेटेँ, एकदम खुसी लाग्यो। मैले चाहिँ पहिलोपटक हो क्या दाई, मैले एकदम फेमस मान्छेले भेटेको पहिलोपटक हो। एकदम खुसी लाग्यो तपाईँलेसँग मैले भेटेर। ब्रदरहरू भेटेर एकदम खुसी लाग्यो मलाई पनि। फलो गरिदिनु होला हाम्रो ब्रदरहरूको ब्लग चाहिँ के हो ब्रदर नाम? भलज च्यानल, विमल भलग अफिसियल हो मेरो च्यानलको नाम चाहिँ। तपाईँले पनि मैले फलो गरेको छु। ल है, थ्याङ्क यू। सबैजनाले फलो गरिदिनु। मैले भनिसके चाहिँ फलो चाहिँ गर्नु होला, सब्स्क्राइब चाहिँ गर्नु होला। थ्याङ्क यू सो मच। म्युजिक भिडियो सुटिङ गरेर भइसक्यो। अनि अहिले भर्खरै सक्यौँ। दाइहरू उता गइहाल्नु भयो, हाम्रो क्यामेराम्यान दाइहरू। हामीले पनि अब बनाइसक्यौँ, सकिहाल्यो हाम्रो भिडियो। अबको चाँडै
7 दिन 1 हप्ताभित्र मेरो युट्युब च्यानलमा भिडियो अपलोड हुन्छ। म्युजिक ल। भिडियो आउँछ। सो अब हामी चाहिँ लाग्यौँ आफ्नो आफ्नो रुमतिर। सो गाइज म चाहिँ रुममा आइसकेँ। सो आज चाहिँ हाम्रो दिनभरि सुटिङ भयो। अब त्यो म्युजिक भिडियो चाहिँ अलि मतलब ऱ्याप टाइपको गाना हो, अलि 6-7 दिनमा चाहिँ आउँछ एउटा च्यानलमा। सो त्यसको लागि वेटिङ गर्नुहोस्। अनि आज चाहिँ अलि दिन चाहिँ एकदम रमाइलो भयो सुटिङ गर्दा गर्दै होइन। एकदम फेमस मान्छेले पनि भेटेँ जुन मैले सोसियल मिडियामा देखेको थिएँ। सो आज चाहिँ मैले रियलमा देख्न पाएँ। सो सबैलाई बाई बाई भन्न चाहन्छु। फेरि भेटौँ न मेरो अर्को नयाँ एपिसोडमा। तबसम्म सबैजनालाई बाई बाई, टेक केयर।